जोजोलपा नेपाल भाषा सेकेको युट्युब च्यानल तिमीलाई जले लस्कुस्तु झासाची नेपाल भाषा सेके ठाउँ। आजको च्याप्टर पैसासँग रिलेटेड छ। पैसा भन्ने बित्तिकै हामी सबैलाई मनपर्ने कुरा हो र पैसा छैन भनेर हामी मध्ये प्राय जस्तो सबैले नै भनौं जिन्दगीमा एकचोटि त पैसा छैन भनेर भनेको होला। पैसा छैन भनेर भन्नु पर्यो भने नेपाल भाषामा जेबा मरु जेबा मरु भनेर भनिन्छ नेपाल भाषामा। जेबा भन्नाले पैसा भयो, मरु भन्नाले छैन भयो। त्यस्तै गरी पैसा छ भन्नु पर्यो भने चाहिँ जेबा डु। पैसा छैन भनेर सोध्नु पर्यो भने चाहिँ जेबा मरु ला। त्यस्तै गरी पैसा छैन के गर्ने साथी भन्नु पर्यो भने जेबा मरु छु याउ पासा जेबा मरु छु याउ पासा। अब यो छैन पैसा, यो त प्रिभियस च्याप्टरमा मैले भनिहालेँ। के गर्ने भन्नाले छु याउ साथी अर्थात् पासा। पैसा छैन, माया छैन। जेबा मरु मतिना मरु जेबा मरु मतिना मरु। यसमा मतिना भन्नाले माया हो। मतिना अनि केटी मान्छेको नाम पनि हुन्छ। त्यस्तै गरी अर्को पैसा छैन, मन छ। जेबा मरु नुग दु जेबा मरु नुग दु। नुग अर्थात् मन। खल्तीमा पैसा छैन। मिच्या जेबा मरु। खल्ती अर्थात् मिचा, खल्तीमा मिचा। त्यस्तै गरी अर्को पैसा नहुने मान्छे केही काम छैन। जेबा मरुम मनु छु हो, चन्द्रबिन्दु पनि हो। यता चन्द्रबिन्दु यसमा छुटेको छ। छु ज्याले मजु। जेबा मरुम मनु छु ज्याले मजु। यो अब नेक्स्टमा चाहिँ अब यो चन्द्रबिन्दु पनि राख्ने गरी मैले सफ्टवेयर अपडेट गरिसकेको छु। यो चाहिँ मैले सफ्टवेयर अपडेट गर्न अगाडिको नै बनाएको भएकोले यसमा चन्द्रबिन्दु एउटा छुटेको छ। म यो छुटेको कुराहरु चाहिँ हजुरलाई भन्दै जान्छु। नहुने मान्छे मरुम मनु, मान्छे अर्थात् मनु। केही काम छैन, छु ज्याले मजु। त्यस्तै गरी यसमा अर्को पनि थप्न सकिन्छ। पैसा नहुने मान्छे केही काम छैनको सट्टा आउँदैन भनेर पनि थप्न सकिन्छ। यसमा छैनको सट्टा आउँदैन त्यो भन्नु पर्यो भने जेबा मरुम मनु छु ज्या लिएका दिन यहाँदेखिका दिन म व जेबा मरुम मनु छु ज्या म व अर्थात् पैसा नहुने मान्छे केही काम आउँदैन। हुन त यो सेन्टेन्स मात्र हो। पैसा भन्ने कुरा ठुलो त हो पनि होइन पनि, तर पैसामै हामीले सबै कुरा तौलेर हेर्न चाहिँ हुँदैन। यो सेन्टेन्स बुझाउनको लागि मात्र मैले राखेको हो। पैसा नभए पनि बानी राम्रो हुनुपर्छ। जेबा मरु सा बानी बाला मा। जेबा मरु सा बानी बाला मा। मरु सा अर्थात् नभए पनि, राम्रो हुनुपर्छ। बाला मा पैसा नभएर के भयो, बानी राम्रो छ। यो पहिलाको सेन्टेन्सको सिमिलर हो। जेबा मरया हामीले सँगै जोड्न सक्छौं। छु जुल बानी बाला
टेबा मरया सुजुल बानी बाला नभएर अर्थात् मरया के भयो सुजुल राम्रो छ बाला र मैले बनाउँदै यो रिलेटेड त होइन यो एउटा याद आयो नेपाल भाषामा यस्तो पनि भन्छ कोही अब मान्छे राम्रो तर बानी व्यवहार चाहिँ नराम्रो मान्छे भयो भने चाहिँ ख्वा बाला या चाल बाम बामला ख्वा बाला या चाल बामला अर्थात् अनुहार राम्रो छ बानी राम्रो छैन भन्न खोजेको हो ख्वा बाला अर्थात् अनुहार राम्रो ख्वा अर्थात् फेस भयो अनुहार बाला अर्थात् राम्रो बामला अर्थात् नराम्रो भयो चाल त अब चाल भइहाल्यो ख्वा बाला या चाल बामला कहिले काहीँ अब छोराछोरीले दुःख दियो भने पनि अब यस्तो भन्ने गरिन्छ दुःख दियो मतलब अलिकति बदमासी गर्यो भनेदेखि चाहिँ अब त्यस्तै गरी अब कुनै सामान अब राम्रो देखिने तर अलिक कमर्सियल सामान भयो भने पनि यस्तो भन्ने गरिन्छ जस्तै कि अब कुनै प्रडक्ट्सहरू राम्रो प्रडक्ट बाहिरबाट हेर्दाखेरि डिजाइन राम्रो देखिन्छ तर भित्र अब त्यो त्यति बलियो पाएन भने चाहिँ नि त्यस्तो भन्न सकिन्छ यो सेन्टेन्स यो च्याप्टरसँग रिलेटेड त छैन बट बोनस सेन्टेन्सको रूपमा दिनु होला यसलाई र आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ